Hello everyone, welcome to my YouTube channel. म चाहिँ सुमलिम्बु फर्स्ट टाइम YouTube हैन अब फर्स्ट टाइम भिडियो बनाइरहेको छु। अहिले चाहिँ मकै गोड्न जान लागेको। भेट्नु भयो? ला कोदालो इधर से गाइस। हामी चाहिँ मकै गोड्नु गएको है। मकै गोड्नु पर्ने छ। सेताला जान लागेको काम। ला एउटा राम्रो कोदालो त फुललाउनु सजिलो मैले चलाइ राखेको कोदालो नि बल्लै उचालेर लगेको अब हिजोको कोदालो नि यहीँ राखेको छैन। आल्मीमा यहाँ कोदालो सानो नै छैन रे। आल्मीमा यहाँ यो न मिनाको गानी यहाँ गानी भयो भैया कतो सार्जमा थाक्ना बा मत्ते में अल्लाह तन सारम जगो दे तीन yang सिंग लोकती राजी आयो केटारा कत्रो ठुठुलो कोदालो छ यसले कसरी लै त के भन्न चाहनुहुन्छ ल भन्नु यहाँ म के भन्न चाहन्छु भन्नु न छिटो भन्नु न हे तेरिका म त हे तेरिका भन्न चाहन्छु ओ हे तेरिका भन्न चाहनुहुन्छ रे भाउजूले चाहिँ हैन। हामी चाहिँ तल मकै गर्न जान लागेको हैन। म अहिले तपाईहरुलाई देखाउँछु है। माई होम बाटो घाटो यस्तै छ। मकैबारी दरम 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 हरियो मकै करम करम खुल्ली देखिन्छ होला नि। देखिन्छ होला नि। बान्दरको बुढी दिमना टेक्नोलोमा सुलबेडी सुलभेटी सुलभेन्ती नागढडी अति भन्नुभयो क्या यो चाहिँ। यत्रो कोदालो लिएर हामी चाहिँ मकै गोड्नु जानुपर्छ है गाइस हैन। अब यत्रो उमेरमा यत्रो कोदालो चाहिँ महिना राई माइनर है त नभन्नु नि फेरि। कति गरौँ छ यो कुराहरू तपाईँलाई के थाहा हन 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 हन। हजार 10,000 15,000 बाउजूले मुत्नु भयो हौ। हामी चाहिँ यहाँ मकै गोड्न लागेको हेर्नुलाई यहाँदेखि देखिन्छ। बाटोमा लडी मात्रै हेरौँ न। म तपाईँलाई जानेको छु ए खुइलीलाई म खडेत्रीलाई लडी मात्रै हेरौँ त। त्यसको बाटो यस्तो जङ्गलमा मलाई घिनाउँछ होइन। चौकी राम्रो हाजिराको पनि राम्रो बुढा सुन्ने भनेमा के भनेमा रे बुढा सुन्ने बने कस्तो मैले नि फेरि बुढा सुन्ने बनेमा भनेको सुनेको मैले बेबी भनिहालौ।
Oi ke mana halo popular peminggu ante kana bikin mereka. आंटी खेत लाती नहीं हो अहिले हावामा कता हुन्छ ला याको सेन जम्मल नुरो माथि घाटी खजुको माथि याको सेनको जामे नि भन्छु अन्दाको जम्मा त्यो पनि मकै गर्नु पर्ने यो हो कति बजे जानु हुने रे विक्रमे निधि कतै गरेछ आज आज एक्लै गए रे ढिलो भयो ढिलो भयो अंकलहरुले भिडियो बनाउनु पर्छ भाग्छन् खारिहाल्छन् 1000 रुपैयाँ बचत तो गए नि पानी से अनि गाडीको को माथे भयो गरे नि आउँछ फाइदा घाटा त के माथि दिक्क नि होला बिना थियो बिना